छ बुझेनन् उबेला अहिले चाहिँ मलमला सुन्नेलाई गर्व लागिरहेछ आँखोमा मलमला बाटो मलमला कहाँ पर्छ कसलाई थाहा छ बुझेनन् उबेला अहिले चाहिँ मलमला सुन्नेलाई गर्व लागिरहेछ आँखोमा मलमला बाटो मलमला कहाँ पर्छ कसलाई थाहा छ बुझेनन् उबेला यो मलमला भन्ने चाहिँ मेरो सैना महिनामा पर्छ होइन रूपन्देही जिल्लाको तपाईँहरू बुटोल जाँदाखेरि पहिला सैना महिना टेक्नुहुन्छ सुर्खेतबाट होइन सैना महिनामा पर्छ यो मलमला भन्ने चाहिँ प्रायः जस्तो म आफ्नो ठाउँलाई रिप्रेजेन्ट गरेर गीत लेख्ने गर्छु है ट्र्याक नम्बर 4 प्ले गरिदिनु एकचोटि हाम्रो ठाउँ सैना महिनाको लागि पनि हल्ला गरिदिनु न त सुर्खेतले है त मिस्टर पाण्डे सिधै मलमला बाटो आफूलाई अर्थ लाउने भए पहिले अर्थ कमा त्यसपछि बाउआमालाई गर्व गर्ने शर्त लगा जिन्दगी यात्रा हो त्यसैले ध्यानले कर्म गर्दा आफैमा विश्वास चाहिँ परे पनि गर्छ बोका आफूलाई अर्थ लाउने भए पहिले अर्थ कमा त्यसपछि बाउआमालाई गर्व गर्ने शर्त लगा जिन्दगी यात्रा हो त्यसैले ध्यानले कर्म गर्दा आफैमा विश्वास चाहिँ परे पनि गर्छ बोका क्लासभित्र फुल बुथमा छिरेपछि हिक्ल मेरो डेलिभरी गराउने बार छान्छ टिगर फेकहरू फ्लेस गर्दा म चाहिँ साइलेन्ट किलर तँलाई बुझ्न गाह्रो भएको छ मेरो प्राय जस्तो फिभर भाषा छैन सिङको त्यही कुरा गर्छ सिङको मेरो हस्तं दीर्घकालीन त्यो चटक 2-4 दिनको त आफ्नै ठाउँमा खतरा अनि होला ठुलै हस्ती मैले भन्छु नभुक पाइ त्यो सिनमा जबरजस्ती सोची बस्दै आवाज यो काससम्म पुग्यो मलमलाको फ्लो बग्दा राजधानी डुब्यो ल खानदानी खुल्थ्यो काम राति हुन्थ्यो 32वटा बास मेरो वादी राख्ने पुग्थ्यो खाए जोमा सबै साउकै पार्छ कहिले बिफको कुरा कहिले हात छ पार्छ तेरो बिफलाई बेच्ने मेरो हात बजार छ तेरो सिपलाई किस्ने मेरो वाफले ताल छ ल हातमाथि गर बाबु हातमाथि गर हामी स्टेज चढेपछि सबले हातमाथि गर ल हातमाथि गर बाबु हातमाथि गर हामी सिनको उस्ताद हामी नै हो बाजीगर ल हातमाथि गर बाबु हातमाथि गर हामी स्टेज चढेपछि सबले हातमाथि गर ल हातमाथि गर बाबु हातमाथि गर हामी सिनको उस्ताद हामी नै हो बाजीगर सुपरमा पार्सिनको फलाम काट्दै रेसमा इटिस भन्दै उफ्रिँदामा बसिरहेको पिसमा बोल्दिनँ म बिचमा कति कुराहरू सिधा मेरो नलेज यति ऱ्यापमा अब्दुल कलाम उमेर बिचमा म हानेरै गर्छ लाउने आशा बोकिआएको त फ्लेक्स सान्छस् भिडियोमा गाजा कोटी खाएको नमिल्छ हाम्रो सोच नमिल्छ हाम्रो बाटो त उम्रिँदैको दिन पार्कमा भुइँबाट हो आएको पहिला पहिला सीमित थिए हेडफोनमा अहिले यति ग्रो गरे नेपप सेप फोनमा मलाई मतलब छैन सिनमा कसले के सोच्ला सधैँ एक्लै हो म बस्दिन ल नेटवर्कमा मेरो ब्याग यति कडा जस्तै बालेन्दाइको डोज सिनमा सीमा नाग्नेहरूलाई पार्छु लोरी हानी सुत यो सिनको टुकु चाम नखोज मलाई हुकुम हान्न बुझ्दैनस् भन्ने मलाई हिपहप समेत ग्रुपलाई हातमाथि गर बाबु हातमाथि गर हामी स्टेज चढेपछि सबले हातमाथि गर ल हातमाथि गर बाबु हातमाथि गर हामी सिनको उस्ताद हामी नै हो माथि गर ल हातमाथि गर बाबु हातमाथि गर हामी स्टेज चढेपछि सबले हातमाथि गर ल हातमाथि गर बाबु हातमाथि गर हामी सिनको उस्ताद हामी नै हो माथि गर थ्याङ्क यू राम्रो लाग्नेले एकचोटि सबैजनाले हल्ला गरिदिनु पर्यो है ट्र्याक नम्बर 1 लगाइदिनु त मिस्टर पाण्डे सिधै मलमला बाटो दार्शनिक समाजको बार पनि बनाऊ काल्पनिक अभावको बार कति गनाऊ वास्तविक वरदान हो नाम जति कमाऊ यो ऱ्यापर हुनु सम्मान हो भार अलि बढाऊ छाड्दै त्यो गीत जब मार्दैनस् बिट मेरो फ्लो एकदम डिप त नाप्दै बस बिच त ब्रेकअपको सोकमा म शब्दको भोकमा त मदिरालाई युज गर्थिस् आफूलाई रोक्न सपनाको घर फिटेस तुरी शब्द इटा मसिले सिमेन्ट मुचु साप्नु छैन बिटा कागज कलम गाप्ने बिटा इनको चलन नाप्ने बिटा हारको लाइसेन्स प्राप्त गीतमा मेरो चलन काट्दै जितमा त साले बासले 7.5 हान्यो स्टेजमा आग लागि आज इतिहास बाँक्यो गर्छु म पुण्य तर होइन गौतम बुद्ध ल ऱ्यापमा पिएचडी तर भोलि जहिले उग्र छ कुरा आए नेटवर्कको पाण्डे कथा लेखको गीत सुन्नु अघि मेरो औषधिका प्रेसरको लिन्छु म ब्रेकरको गर्दिन हतार यो सिनको म महानायक जस्तै राजेश समाल गर्छु जहिले कमाल म पिता बोल्दै बबाल यो सिनको खुसीहरू देख्छु सबैजना कबार
सबले हत्ता या फेम भयो सवाल सोचे जस्तो हुन अनि प्लेन चढी हमार बाट आए लिँदै भिडियोमाको बक्से मलाई दिसानेर फेमस हुने छैन कुनै लक्ष्य कसले कति गरिरहेछ त्यस्तै अडियन्स पुग्ने जसको कामै छैन फिल्ममा त्यो चाहिँ प्याचै बोल्नु पर्ने कसम खान्छु को अब पालो मेरो सिन खाने गल्लीबाट सुरु अहिले सुहानलाई तिन तारे गेममा म इन्डिपेन्डेन्ट पुरा नगर लिङ्क पारे फ्लिक्स एकको गीतमा जब ऱ्याप हानेर ऋण लागे मलाई ऱ्याप हान्नलाई नसिका तपाईँ समय उमेरमा म खेल्ने गर्थेँ मसीमा मेरो अनेक चाल्यो गतिमा त फेभरेट ऱ्यापर बन्दै आउँछ 60 वर्ष जतिमा हिटलर यो सङ्ग्रामको शब्द सधैँ अग्राको करियर लिलाम तेरो हुँदैछस् बर्बाद ब्रो असल खपेन बरु छोड्दै बस बर्बाद ब्रो त मुला सुरुवातमै मेरो यहाँ सञ्चाल ब्रो दिन म थाक बेसी अस्तियाको गाउँबाट जा गएर सोध अहिले तेरो दाइको नाउँ कहाँ छ विफासको केटाहरूलाई फेमस हुने दाउ भाष भ्युज पाउने ऱ्यापर बनी आजकल मलाई पाउ मान्छ थ्याङ्क यू सबैजनाले एक्चुअली मेक सम नोइज घर मेरो छैन मैना लगाइदिनु म मेनली इन्सपायर भएर यो ठाउँमा आएको चाहिँ एमसी फ्लो दाईबाट हो होइन एक्चुअली एमसी फ्लो दाईको लागि पनि हल्ला गरिदिनु पऱ्यो सबैजनाले ट्र्याक नम्बर 5 मा छ कि सबैजना एनर्जेटिक हुनु पर्यो हल्ला गरिदिनु पर्यो सबैजनाले मेरो छैन मैना छैन ऱ्याप हान्दा खैला पहिला नगर त हसलको कुरा म ऱ्याप छाड्दै हप्ताकै पहिला पहिला घर मेरो छैन मैना ऱ्याप हान्दा खैला पहिला नगर त हसलको कुरा म ऱ्याप छाड्दै हप्ताकै पहिला पहिला सङ्घर्ष गरेर आएको म पर्दैन मलाई या कोसँग बाँच्छ कलाको कुरा नगर मेरो कलाभित्र पनि देवीको बास छ जिन्दगी अप्स एन्ड डाउन तर अझै पनि फेरि केही गर्ने आश छ कलाको कुरा नगर मेरो कलाभित्र पनि देवीको बास छ ऱ्याप गर्छु सधैँमा झुटोले पाउँदैन कहिले नै नेपथ्यको बाटो धुलीमा लुकेको छु क्या हरेक पास मेरो रिलिजको बाटो